उम्, आजको यो गहिरो विश्लेषण सुरु गर्नु अघि हामी सबैले एउटा दृश्य कल्पना गरौँ है। मे 2026 को दृश्य। हजारौं विद्यार्थीहरू क्याम्पसको युनिफर्ममै सडकमा आक्रोशित भएर मार्च गरिरहेका छन्। एकदम, यो साँच्चै नै एउटा ठूलो घटना हो नि। हो नि, अनि सबैभन्दा अचम्मको कुरा के अरे उनीहरू जसको विरुद्धमा नारा लगाइरहेका छन् नि, उहाँ अरू कोही नभएर वर्तमान प्रधानमन्त्री बालिन शाह हुनुहुन्छ। त्यही युवा पुस्ता जसले उहाँलाई भोट दिएर सत्तामा पुर्याएको थियो। त्यही त, मतलब त्यही नेता जसलाई क्रेजको रूपमा भारी बहुमत दिएको थियो, यति छोटो समयमा त्यस्तो के भयो जसले समर्थकहरूलाई नै सडकमा उतार्यो त? उत्तर एउटै छ, एउटा कार्यकारी अध्यादेश जसले रातारात नेपालका क्याम्पसहरूबाट विद्यार्थी राजनीतिलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइदियो। साँच्चै नै यो एउटा विडम्बनापूर्ण तर अत्यन्तै गम्भीर विषय हो क्या। आजको हाम्रो मिसन भनेको राजनीतिक भूकम्प र यसको पछाडि जोडिएको लामो ऐतिहासिक द्वन्द्वलाई जरैदेखि केलाउनु हो। एकातिर देशका विश्वविद्यालयहरूलाई विशुद्ध शैक्षिक थलो बनाउने आक्रामक प्रयास भइरहेको छ। हो, जसलाई धेरैले ऐतिहासिक सुधार पनि मानेका छन् नि। एकदम। अनि अर्कोतिर लोकतन्त्रको नर्सरी नै मास्न लाग्यो, मौलिक हक खोसियो भनेर ठूलो प्रतिरोध पनि भइरहेको छ। तर यो सबै कुरा खोतल्नु अघि एउटा कुरा स्पष्ट पारिहालौं है। निष्पक्षताको कुरा हो। हाम्रा स्रोतहरूमा वामपन्थी, दक्षिणपन्थी र वर्तमान सरकारका अत्यन्तै संवेदनशील र वैचारिक रूपमा विभाजित राजनीतिक कदमहरूको चर्चा गरिएको छ। एकदमै, सबैका आफ्नै अडान छन् नि त यसमा। त्यसैले हामी यहाँ कुनै पक्षको वकालत गर्न वा प्रतिबन्ध ठिक कि बेठिक भनेर फैसला सुनाउन बसेका होइनौँ है। हामी केवल तथ्यहरूलाई केलाउनेछौँ। यो कदमले कसरी काम गर्दैछ भन्ने कुरालाई पूर्ण रूपमा निष्पक्ष भएर विश्लेषण गर्नेछौँ। ठिक भन्नुभयो। अब यो विवादको गहिराईसम्म पुग्नको लागि हामीले आजको घटना मात्र हेरेर पुग्दैन नि त। इतिहासमा विद्यार्थी संगठनहरू कसरी काम गर्थे भन्ने बुझ्नुपर्छ। विद्यार्थी राजनीति भनेको कलेजको चुनाव जित्ने वा हार्ने विषय मात्र कहिल्यै थिएन नि, होइन र? पक्कै पनि थिएन। यो त राष्ट्रिय राजनीतिको केन्द्र नै थियो क्या। हो, मलाई सधैँ अचम्म लाग्ने कुरा के हो भने सन् 1940 र 50 को दशकमा यो निरङ्कुश शासन विरुद्धको एउटा ठूलो हतियार थियो। सन् 1947 को त्यो जयतु संस्कृतम आन्दोलनलाई नै हेरौँ न। 3 धारा पाठशालाको कुरा हो, विद्यार्थीहरूले हामीलाई भूगोल र इतिहास पढ्न देऊ भनेर आन्दोलन गरेका थिए नि त। आजको दिनमा कसैले भूगोल पढ्न पाऊँ भनेर हडताल गर्यो भने कति हास्यास्पद सुनिन्छ। तर त्यति बेला यो किन यति क्रान्तिकारी कदम थियो त? किनभने नि निरङ्कुश सत्ता सधैँ नागरिकको चेतना र बाहिरी दुनियाँसँग डराउँछ नि त। भूगोल पढ्नु भनेको संसारको नक्सा बुझ्नु हो, अनि इतिहास पढ्नु भनेको क्रान्ति र परिवर्तनका कथाहरू थाहा पाउनु हो क्या। त्यही चेतनाको झिल्कोले पछि 1951 को क्रान्तिलाई ठूलो वैचारिक आधार दियो नि। अनि राणा शासनको पतन सम्भव भयो। त्यसपछि सन् 1960 मा राजा महेन्द्रले संसद भङ्ग गरेर पञ्चायत व्यवस्था लागू गरे। राजनीतिक दलहरूमाथि पूर्ण प्रतिबन्ध लाग्यो नि त। हो, दलका नेताहरू कि त जेलमा थिए कि निर्वासनमा। 30 वर्षसम्म दलहरूले खुला रूपमा काम गर्न पाएनन्। तर विचार त मर्दैन नि, होइन? त्यही बेला नेभी सङ्घ र अनेरास्वभ्यू जस्ता सङ्गठनहरू राजनीतिक विचार प्रवाह गर्ने एउटा प्रक्सी जस्तो बने। हो, वैकल्पिक माध्यम नै बनेका थिए उनीहरू। मलाई यहाँनिर बुझ्न मन लागेको कुरा यो प्रक्सीको रूपमा काम गर्ने मेकानिजम चाहिँ कस्तो हुन्थ्यो त? दल त प्रतिबन्धित थिए, अनि कलेजभित्र उनीहरू कसरी सङ्गठित हुन्थे नि? बाहिरबाट हेर्दा उनीहरू सामान्य विद्यार्थी थिए क्या, तर भित्रभित्रै उनीहरू प्रतिबन्धित दलहरूको सम्पर्क संयन्त्र नै चलाइरहेका हुन्थे। साँच्चै? कसरी? जस्तै उदाहरणको लागि नि पाठ्यपुस्तकका पानाहरूभित्र लुकाएर राजनीतिक पर्चा र पम्पलेटहरू वितरण गरिन्थ्यो। क्याम्पसका पुस्तकालयहरू र होस्टेलहरू त भूमिगत नेताहरूलाई लुक्ने सुरक्षित आश्रयस्थल हुन्थे नि। अरे वाह, एकदमै फिल्मी जस्तो सुनिन्छ त यो। सुन्दा त्यस्तै लाग्छ। अनि सोभियत चुनावले उनीहरूलाई एउटा वैधानिक आवरण दिन्थ्यो क्या। सोभियतले पाउने बजेट कतिपय अवस्थामा भूमिगत राजनीतिक गतिविधिमै प्रयोग हुन्थ्यो। राज्यले क्याम्पसभित्र सिधै प्रहरी छिराउन हिचकिचाउने हुनाले विश्वविद्यालयहरू एक प्रकारले सेफ हाउस जस्तै बनेका थिए। अनि यही भूमिगत सञ्जालले गर्दा नै एउटा सानो झिल्कोले पनि ठूलो डढेलो लगाउन सक्थ्यो नि त। जस्तै सन् 1979 को कुरा गरौँ न। पाकिस्तानको घटना।
हो, तत्कालीन नेता जुल्फिकर अली भुट्टोलाई फाँसी दियो नि त। यो त अर्को देशको घटना थियो। तर नेपालका विद्यार्थीहरू यसको विरोधमा सडकमा उत्रिए र त्यो आन्दोलन यति चर्क्यो कि राजा वीरेन्द्रले जनमत संग्रह नै घोषणा गर्न बाध्य हुनु पर्यो। एकदमै ठूलो घटना थियो त्यो। खै मलाई त भुट्टोको फाँसी एउटा बहाना मात्रै थियो जस्तो लाग्छ है। खासमा त्यो भित्रभित्री गुम्सिएर बसेको आन्तरिक असन्तुष्टिको विस्फोट पो थियो कि होइन र? ठ्याक्कै त्यही हो। भुट्टोको फाँसी एउटा ट्रिगर मात्र थियो नि। विद्यार्थीहरूले पञ्चायत विरुद्ध सिधै बोल्न नपाएपछि अन्तर्राष्ट्रिय घटनालाई देखाएर आफ्नो शक्ति प्रदर्शन गरेका थिए क्या। भनेपछि त्यो मनोवैज्ञानिक फाइदा उठाएको हो उनीहरूले। हो नि, राज्यले विदेशी नेताको फाँसीको विरोध गर्दा तत्कालै गोली त चलाउन सक्दैन थियो नि त। त्यही ग्रे एरियाको फाइदा उठाउँदै विद्यार्थीहरूले आन्दोलनको राप बढाए। यसले त उनीहरू राष्ट्रिय राजनीतिको केवल अनुयायी थिएनन्, उनीहरू त पेसमेकर नै थिए जस्तो देखिन्छ त। यद व्यवस्थाले देशको मुख्य राजनीतिक रुखलाई काटेर ढालिदियो। हाँगाबिङ्गा सबै काटिए। तर यी विद्यार्थी युनियनहरू जमिन मुनिको जरा जस्तै बनेर बसे नि त। रुखको माथिल्लो भाग नदेखिए पनि जराले माटो मुनिबाट विचारको मलजल तानिरह्यो। वाओ, यो तुलना एकदमै सटिक छ। अनि सञ्जाल बढाउँदै लग्यो। अनि जब सन् 1990 र 2006 को जनआन्दोलनको समय आयो, त्यही जराबाट पलाएको पालुवाले राजतन्त्रकै अन्त्य गरिदियो नि त। आजका गगन थापा र योगेश भट्टराई जस्ता नेताहरू त त्यही 19 दिने आन्दोलनबाट उदाएका हुन् नि। हो, जबसम्म माथिबाट दमन थियो नि, विद्यार्थी युनियनहरूको लक्ष्य प्रष्ट थियो, लोकतन्त्रको पुनर्स्थापना। तर जब त्यो लक्ष्य प्राप्त भयो, राजनीतिक दलहरू खुला भए, तब विद्यार्थी राजनीतिको स्वरूप पूर्ण रूपमा बदलियो क्या। कुस्ता हटाउन लडे, पछि गएर उनीहरूप्रति आम विद्यार्थी किन यति धेरै रुष्ट भए त? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। क्याम्पसहरूमा तालाबन्दी हुने, महिनौसम्म परीक्षाहरू नहुने, नतिजा नआउने, मलाई अझै पनि अचम्म लाग्छ। सो VU चुनाव भनेको त विद्यार्थीहरूको हकितको लागि पो हुनुपर्ने हो त। हो नि, सिद्धान्त त त्यही हो। तर त्यही चुनावमा किन यति धेरै हिंसा, झडप अनि प्रहरी नै बोलाउनु पर्ने स्थिति आयो त? उनीहरू विद्यार्थी कम राजनीतिज्ञ बढी भएका हुन् र? यसको पछाडि मुख्य दुईवटा कारण जोडिएका छन् नि, स्रोत साधन र शक्तिमाथिको पहुँच। जब सोभियत चुनाव जितिन्छ, त्यसले क्याम्पसको ठूलो बजेट परिचालन गर्न पाउने अधिकार दिन्छ का। भनेपछि आर्थिक कुरा पनि जोडियो यसमा। एकदम। नयाँ भर्ना प्रक्रियादेखि लिएर क्याम्पसभित्र हुने साना ठूला ठेकापट्टामा समेत नेताहरूको प्रभाव पर्न थाल्यो नि त। अनि अर्को महत्त्वपूर्ण कुरा, राष्ट्रिय दलहरूले सोभियत चुनावलाई आफ्नो शक्तिको ब्यारोमिटर नै मान्न थाले। मतलब क्याम्पसमा चुनाव जित्नु भनेको मातृ पार्टीको नजरमा पर्नु जस्तो भयो। हो नि, पार्टीको टिकट पाउनु र राष्ट्रिय राजनीतिमा स्थापित हुने सबैभन्दा छोटो बाटो बन्यो नि त यो। त्यसैले चुनाव जित्नका लागि जे पनि गर्ने, बाहिरबाट मान्छे ल्याएर भर्ना गराउने र हिंसात्मक झडपमा उत्रिने प्रवृत्ति हावी भयो क्या। भनेपछि उनीहरू विद्यार्थीका प्रतिनिधि कम अनि आफ्ना मातृ पार्टीका एजेन्ट बढी भए नि त। प्राध्यापक नियुक्तिमा भागबण्डा खोज्ने अनि माग पूरा नभए सिधै प्रशासनमा तालाबन्दी गरिदिने। त्यही त विडम्बना हो नि। जुन प्रणालीले हिजो निरङ्कुशता विरुद्ध लड्न सिकायो, शक्ति हातमा आएपछि त्यही प्रणाली कुहिन थाल्यो। आम विद्यार्थी जो केवल पढ्न चाहन्थे, उनीहरूको लागि यो युनियनहरू समाधान होइन, समस्या नै बन्न थाले। अनि यही चरम निराशा नै त्यो जग थियो जसमाथि स्वतन्त्र उम्मेद्वारहरूको उदय हुन थाल्यो नि त। पछिल्ला केही वर्षहरूमा क्याम्पसहरूमा स्वतन्त्र उम्मेद्वारहरूले चुनाव जित्न थाले। हामीलाई पार्टीको राजनीति होइन, समयमै परीक्षा र नतिजा चाहिएको छ भन्ने विद्रोह। एकदम। विशुद्ध शैक्षिक सुधारको यही हुटुटी नै सन् 2026 को राजनीतिक भूकम्पको केन्द्रबिन्दु बन्यो क्या। हो, अनि यहाँनिर प्रवेश हुन्छन् प्रधानमन्त्री बालेन शाह। सन् 2026 को आम निर्वाचनमा भारी बहुमतले विजयी भएपछि उहाँले एउटा अत्यन्तै आक्रामक कदम चाल्नुभयो। त्यो अध्यादेशको कुरा। प्रधानमन्त्रीको शपथ खाएको मात्र 2 दिनपछि मार्च 28, 2026 एउटा कार्यकारी अध्यादेश जारी भयो नि त। यो त सम्पूर्ण विद्यार्थी राजनीतिलाई क्याम्पसबाटै जरैदेखि उखेल्ने क्लिन्जिङ अपरेसन नै थियो। एकदमै कठोर कदम थियो त्यो। नेभी सङ्घ, अनेरा स्वाभियोदेखि लिएर कुनै पनि सङ्गठनले अब क्याम्पसमा गतिविधि गर्न नपाउने भनियो। कार्यान्वयन पक्ष पनि कडा छ होइन र यसको? हो नि, प्राविधिक रूपमै कडा छ। 90 दिनभित्र गैरदलीय विद्यार्थी परिषद गठन गरिसक्नुपर्ने नियम आयो। पुराना दलगत संरचना भत्काउन 60 दिनको म्याद तोकियो क्या।
अनि कसैले मानेन भने नि? अटेर गर्यो भने त गृह मन्त्रालयले सिधै सुरक्षाकर्मी पठाएर बलपूर्वक झण्डा र कार्यालयहरू हटाउन सक्ने अधिकार दिइयो नि त। कुरा विद्यार्थी राजनीतिमा मात्र सीमित छैन क्या। यसै अध्यादेश मार्फत निजामती कर्मचारी र शिक्षकहरूलाई पनि पार्टीगत आबद्धता राख्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। ओहो, यो सुन्दा मलाई कस्तो लागिराखेको छ भने नि, यो त टाउको दुख्यो भनेर औषधि खानुको सट्टा सिधै टाउको नै काटिदिए जस्तो भएन र? सुन्दा अलि त्यस्तै सुनिन्छ। होइन, भाइरस त पक्कै थियो सिस्टममा। युनियनहरूले शैक्षिक वातावरण बिगारेकै थिए नि त। तर त्यो प्रणालीलाई नियमन गर्नुको साटो सिधै खारेज गरिदिनु, यो त निकै जोखिमपूर्ण कदम हो नि। हो, तर यसलाई अलि फराकिलो चित्रसँग जोडेर हेर्ने हो भने नि सरकारको तर्क के छ भने यो पुरानो सिस्टम यति धेरै करप्ट भइसकेको थियो कि यसलाई मर्मत गरेर चलाउन सम्भवै थिएन क्या। ए, त्यही भएर नयाँ संरचना नै ल्याउनु पर्छ भन्ने लाग्यो होला। एकदम दक्षता र नतिजामुखी एजेन्डाले प्राथमिकता दिएको हो यसमा। तर यही आक्रामक कदमले तुरुन्तै ठूलो वैचारिक र कानुनी द्वन्द्व निम्त्यायो नि त। हो नि, अनि सबैभन्दा अचम्म लाग्दो दृश्य त सडकमा देखियो। हामीले सुरुमै कुरा गरेको त्यो जेनजी काउन्टर प्रोटेस्ट। हिजो दलीय राजनीति नचाहिने भनेर बालेनलाई रोजेका युवाहरू आज त्यही दलीय राजनीतिको अधिकार खोसियो भनेर किन सडकमा छन् त? किनभने यहाँ दक्षता र अधिकार बीचको ठूलो टक्राउ छ नि त। युवाहरू क्याम्पसमा अराजकता पक्कै चाहँदैनथे, तर आफ्नो सङ्गठित हुने अधिकार नै खोसियोस् भन्ने पक्षमा पनि थिएनन् क्या। संविधानको धारा 17ले त सङ्गठन खोल्न पाउने अधिकार दिएको छ नि त। त्यही त, सरकारले नियमन गर्न सक्छ, तर मौलिक हक नै खोसिने गरी प्रतिबन्ध लगाउन मिल्दैन भन्ने उनीहरूको तर्क छ नि। परम्परागत दलहरूले त यसलाई असंवैधानिक भनेर उल्टे ताला लगाउने प्रयास गरिरहेका छन्। अनि यो कुरा त अदालतसम्म पनि पुगिसकेको छ नि, होइन? एकदम, सर्वोच्चमा रिटहरू परेका छन्। एउटा कार्यकारी आदेशले मौलिक हक कसरी निलम्बन गर्न सक्छ भन्ने मुख्य बहस भइरहेको छ क्या। अनि निजामती कर्मचारीहरूको कुरा पनि त्यत्तिकै पेचिलो छ यसमा। यदि उनीहरूले सङ्गठन बनाउन पाएनन् भने राज्यले गर्ने शोषण विरुद्ध कसरी लड्ने त? उनीहरूको बार्गेनिङ पावरै समाप्त हुँदैन र? यो आलोचकहरूले उठाएको निकै गम्भीर चिन्ता हो नि। जब कर्मचारीको युनियन हुँदैन, उनीहरू एउटा विशाल राज्य संयन्त्रको अगाडि पुरै निरीह हुन्छन् क्या। यसले भविष्यमा झन् ठूलो विद्रोह निम्त्याउन सक्छ नि त। त्यसो भए यसको समग्र अर्थ के हो त? एकातिर क्याम्पसहरूमा छाएको शान्ति छ, न टायर बलेको छ, न ताला लागेको छ, योग्यतालाई प्राथमिकता दिएको छ नि त। हो, दशकौंदेखि अस्तव्यस्त रहेको शैक्षिक क्यालेन्डर लयमा फर्किन थालेको छ क्या। यो त राम्रो पक्ष भयो। तर अर्कोतिर राष्ट्रिय नेता उत्पादन गर्ने नर्सरी नै मासिएपछि भविष्यमा वैचारिक रूपमा सचेत नागरिकहरूको अभाव हुने सम्भावना पनि त छ नि। एकदमै गहिरो कुरा गर्नुभयो। आलोचकहरूको तर्क पनि यही छ क्या। आजको यो शान्ति मसानघाटको शान्ति जस्तो पो हुन सक्छ कि भन्ने डर छ नि त। पोलिटिकल भ्याक्युमको खतरा छ यसमा। हो नि, गैरदलीय विद्यार्थी परिषदले क्यान्टिनमा चियाको भाव त घटाउला, तर देशको प्रजातन्त्र नै खतरामा पर्दा राज्य सत्ता विरुद्ध लड्ने आँट राख्न सक्छ त? त्यही त मुख्य प्रश्न हो नि। अनि यो अध्यादेश संसदबाट पारित कानून पनि होइन क्या, कार्यकारी आदेश मात्र हो। संसदमा यो कसरी अघि बढ्छ भन्ने पनि ठूलो अन्यल छ नि त। यो त विश्वभरि नै चलिरहेको लोकतान्त्रिक स्वतन्त्रता बनाम प्रणालीगत अनुशासनको ठूलो परीक्षण जस्तै भयो। हामी कार्यक्रमको अन्त्यतिर छौँ है। जयतु संस्कृतमदेखि लिएर प्रजातन्त्र प्राप्तिको लडाईँ हुँदै 2026को यो कडा अध्यादेशसम्म आइपुग्दा विद्यार्थी राजनीतिले पूरै चक्र पूरा गरेको छ नि त। एकदम, हिजो जुन शक्तिले निरङ्कुशता ढाल्यो, आज त्यही शक्तिलाई अराजक मानेर प्रतिबन्ध लगाइएको छ क्या। यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ नि। कस्तो प्रश्न? यदि विश्वविद्यालयहरूलाई राजनीतिक विचारबाट पूर्ण रूपमा अलग राखियो भने, भोलिका दिनमा देशमा कुनै निरङ्कुशता जन्म्यो भने त्यसलाई चुनौती दिने शक्ति कहाँबाट आउँछ त? साँच्ची नै गहिरो कुरा। केही गैरदलीय परिषदहरूसँग राज्यको गलत कदम विरुद्ध लड्ने वैचारिक तागत हुन्छ त? वा हामीले आजको यो शैक्षिक शान्तिको मूल्य भविष्यको लोकतान्त्रिक प्रतिरोध क्षमता गुमाएर चुकाउँदैछौँ? खै, यो यस्तो प्रश्न हो जसको उत्तर आज हामी कसैसँग पनि छैनन् नि। समयले नै यसको जवाब दिनेछ।
एकदमै ठिक भन्नुभयो। आजको यो विश्लेषणले पक्कै पनि हामी सबैलाई एकपटक गहिरिएर सोच्न बाध्य बनाउँछ नि त। यो विषयमा आफै थप अध्ययन गर्न र विचार विमर्श गर्न हामी सल्लाह दिन्छौं। आजको यो बसाइलाई हामी यही खुला छोड्छौं। सुन्दै गर्नुहोला।